गुड मर्निङ। आजको यात्रा चाहिँ स्पेसली महाबौद्धमा पनि पछाडि चाहिँ मेरो देखिराख्नु चाहिँ मेरो घर है काठमाडौँ। काठमाडौँबाट चाहिँ टक्क निस्क्यौँ। काठमाडौँबाट निस्क्यौँ भन्नाले घरदेखि चाहिँ निस्क्यौँ। महाबौद्धतिरको यात्रा छ, सामानहरू छानिन्छ। तपाईँहरूलाई को व्यवसायमा जोडिनु भएको छ, तपाईँलाई मनपर्ने टाइपको सामान छानिन्छ त्यो चाहिँ मलाई थाहा भएन। सकुन्जेल बुद्धि पुर्याउन्जेलसम्म राम्रै छान्ने कोसिस गरिन्छ होइन, अनुभवको आधारले है। अब अगाडि जाउँ मार्केटमा कुन सामान खोजिन्छ अनि हेर्दै जाउँ ल है त। पहिले म गाडी लिएर आउँदाखेरि त्यो काठमाडौँ महलमा राख्थेँ है। अहिले चाहिँ ल्याएर सुन्दाराको पार्किङ पैसा फ्री रहेछ क्या। यहाँ चाहिँ 80 रुपियाँ घन्टाको पर्थ्यो भने म 9 घन्टा गाडी राखेँ भने कति पर्छ, 80 × 9। यहाँ अब 9 घन्टा 10 घन्टा राख्ने, फ्रीमा गाडी निकाल्ने लिएर जाने। जय हो बालिनजी, जय हो है। प्रगति विवरणको एउटा रोयल्टी फ्रीमा खाने आम जनता म पनि परेँ, त्यसको लागि बहुत बहुत शुक्रिया दा है। ल अगाडि अब सामान किनेमा अगाडि बढिँदैछ न्यु रोडको ठाउँमा है। सफा सुग्घरको दृष्टिकोणले पहिले काठमाडौँको हालत हेर्दाखेरि र अहिलेको हालत हेर्दाखेरि आकाश पतालको फरक भन्छ नि त। आकाश पतालको फरक कसरी भने नि, अब अहिले हेर्दा पछाडिपट्टि सफा चट छिटिक्क काठमाडौँ है। पहिले कस्तो फोहोर त अति नै फोहोर हुन्थ्यो क्या। फोहोर त अहिले पनि हल्का फुल्का त भइ नै हाल्छ हेर्नु मान्छे बसेको ठाउँमा होइन, तर अति नै फोहोर हुन्थ्यो। अहिले चाहिँ सफाइमा एकदम ध्यान दिएको छ कि। खासै त्यति मजाले 2-2.5 वर्षदेखिको बालिन मेयर हुनुभन्दा पछाडि म त्यति घुमेको पनि थिइनँ क्या काठमाडौँ यसरी गल्ली गल्ली। अब काठमाडौँ गल्ली गल्ली घुम्ने मौका पाइयो होइन। त्यसले गर्दाखेरि खुसी नै लाग्दैछ जीवन। अनि अब हामी त अब स्पेसली सबै थोक त्यागेर, विदेशी माया मोह सबै त्यागेर यही देशमा केही गर्छु भनेर बसेका हामीहरू। अनि त्यसै पनि हामीलाई त गौरवको कुरो पनि भयो, खुसीको कुरो पनि भयो नि त होइन। त्यसले गर्दाखेरि ल के गर्नु, साधन नहुँदाखेरि तनाव टेन्सन हुन्थ्यो है एक ठाउँदेखि अर्को ठाउँ जानलाई। अनि अहिले चाहिँ अब यसको विभिन्न फाइदा बेफाइदा आफ्नो ठाउँमा होला, तर यो पठाउ राइडर जहाँ उभिराखेको हुन्छ जतै पनि 5वटा 10वटा 15वटा यतिको उभिराखेको हुन्छ, पठाउ हो भन्छन् के। हामीले प्रेमजी र म अहिले हामी हिँडिकन लगभग हामी आधी घन्टा 45 मिनट जति भयो हिँडे। सोधिसक्यो होला 30 जना जतिले सोधिसक्यो होला पठाउ हो भन्दै। यति पनि फेसिलिटी राम्रै हो, म नजानु आफ्नो ठाउँमा छ नि होइन, तर साधन त पाइराख नि त ठाउँ ठाउँमा है। ल बिहान 8:30 बजेको दृश्य न्यु रोडको यस्तो छ है होइन। हामी चाहिँ त्यो पहिले गाउँदेखिको सिउ गर्दै जाडोमा काठमाडौँसम्म किन आइन्थ्यो नि, सेम अहिले पनि है त्यही पारा भएको छ। पसलहरू खोलेको छैन, अब खोलेपछि हेरौँ। बिहान पनि अलिक छिटो आइयो आज, सबैले ओपनिङ गर्दैछन् है। ल सजाउ भएर दामी जुत्ता दोकान पनि खोलेको छ ल है। साउजीहरू होला हेर्दैछन् त्यो आँखाले, अलि दामी खोलेको भन्छ नि भनेर है। यो गल्लीमा आयो भने मलाई पुरानो याद आउँछ क्या। सुरुचोटि म यो गल्लीमा है टक्क मैले पसल खोल्नुभन्दा अगाडि ठ्याक्क मैले सुरुमा आएर साउजी नमस्कार, उहाँ साउजीसँग मैले सुरुचोटि बिल पठाउने मान्छे उहाँ मेरो साउजी। फर्स्टचोटि मेरो होलसेल पसललाई सामान दिने मान्छे उहाँ मेरो साउजी। ल तपाईँलाई स्वागत छ। ल आज जोडिने मौका पाइयो है सामूहिक सञ्जालबाट है। अनि यही पसल हो। सामान किन्दाखेरि कति सकस हुन्छ भन्ने कुरो के, हामी नर्मली होलसेल दोकानहरूलाई कति सजिलो देख्छ कि, बन्डिल आउँछ फुत लाख रुपियाँ बनियो बाक्सामा हाल्यो है। धेरैजनाको सोचाइमा चाहिँ त्यो हुन्छ है, माइन्ड नगर्नु। जसको सोचाइमा आउँछ त्यो कुरो मात्रै गरेको है मैले फेरि। तपाईँहरू व्यक्तिगत 1जना 2जनालाई मात्र भनेको होइन, धेरै जसो मान्छेलाई चाहिँ अब त्यो खालको सोचाइ आउँछ नि त। तर कति गाह्रो हुन्छ कि। यी हाम्रो साउ मेरो भतिजो साइनामा साउजी मेरो होइन। मैले यहाँ यो छानेर मैले 3टा यो 12वटा छ, 12वटामा छानेर यो 3टा कलर चाहिँ
दुईवटा कलर चाहिँ मन पऱ्यो, तिनवटा कलर, एउटा चाहिँ कलर मन परेन। छानेर देऊ न भनेको हुँदैन अङ्कल भन्छ कि। अनि अब यो एउटा कलर नबिग्ने कलर छ, त्यो एउटा नबिग्ने कलर चाहिँ हामीले कसलाई लगाएर बेच्ने होइन। यहाँबाट 12वटा लिएर जानु पऱ्यो होइन, 12वटा लिएर जानु पऱ्यो। 12वटा भन्नाले 12वटा प्याकेट लिएर जानु पऱ्यो होइन। अनि त्यसपछि चाहिँ 11वटा बिग्छ, तपाईँले त छानेर लानुहुन्छ होइन। 10वटा बिग्छ, 2टा रहन्छ नबिग्ने कलर। त्यो नबिग्ने कलर 2टा लास्टमा लटमा दिँदाखेरि पनि बिग्दैन भनेपछि हेर्नु, नाफा भन्दा पनि बढी त्यो 2 पिसमा रहन्छ कि। अनि त्यहाँभन्दा पछाडि चाहिँ विचार गर्नु त व्यापारीले कसरी चाहिँ कमाएको हुन्छ, त्यो लाख 2 लाख रुपियाँ पैसा कमाएको हुन्छ होइन। यस्तो कुराहरू जीवनमा यो मनन गर्नुपर्छ है हामी व्यवसायीहरूले। मेरो चाहिँ दुःखको कुरा गरेको मैले तपाईँहरूलाई। सुखी देख्नुहुन्छ नि त तपाईँहरू सबैजना होलसेलरलाई, हुन त देखेको पनि राम्रै हो होइन। ल माबौदा यस्तो छ स्थिति। हेलो भन, नमस्ते। सुनसान नमस्ते गर्नुहुँदैछ ल। वा ल नमस्ते हानिदिनु भयो है। यता पनि हुन्छ साउजी। काठमाडौँको धुलो धुवाँ प्रदूषण है, भिडभाड कोलाहल होइन, व्यवसाय हिसाबले न्यु रोड पुग्नै पर्यो होइन। अब हामी अब त्यो न्यु रोडको प्रायः जसो दृश्य तपाईँलाई मैले देखाएको थिएँ नि। अब न्यु रोडमा त्यो भिडभाडले गर्दाखेरि नि दिमाग पनि यति अब गाजाङको काठमाडौँ बस्दा अनि दिक्क जस्तो पनि लाग्यो कि। अनि अब निस्क्यौँ हामी काठमाडौँदेखिको। अनि अस्ति आउँदाखेरि चाहिँ हामी सिन्धुलीको बाटो आएको थियौँ है। अनि सिन्धुलीको बाटो चाहिँ यतिखेर को कहाँदेखि हेरिराख्नु भएको छ है, कहाँदेखि हेर्नुभएको छ भन्दा पनि कसले हेर्नुभएको छ र कसलाई यात्रा गर्दाखेरि चाहिँ सिन्धुलीको बाटो यात्रा गर्नुपर्नेछ। प्लिज यतिखेर चाहिँ सिन्धुलीको बाटो भरसक यात्रा नगर्दा राम्रो। हामी चाहिँ बिजोग भएर बल्ल आइपुग्यौँ। अनि योपालि फर्किँदाखेरि चाहिँ हामी यो सुरुङ मार्गको छेउ नौबिसेको बाटो, यो तल नानघाट हेटौँडा हुँदै फर्किने क्रममा छौँ। अनि फर्किने क्रममा धेरै वर्ष भयो यो बाटो नहिँडेको। अनि धेरै वर्ष पछाडि यो बाटो हिँड्दाखेरि एकदम एउटा रोमान्स भनौँ न, आफैलाई एकदम रोमान्स टाइपकै फिल भइरहेको छ। रोमान्सै गरिरहेको छु भनौँ न यो भिडियो बनाएर तपाईँहरूमा आज है। यस्तो छ दृश्य, मजाको दृश्य पनि छ, मजाले घुम्ने होइन। अब यही त हो नि जीवन भनेको, घुम्नु भनेको, रमाइलो लिनु भनेको यसैलाई भन्छ होइन र भने क्या। मैले चाहिँ जानेको जीवनमा रमाइलो भनेको के भन्दाखेरि यसरी बसेर भ्लग बनाउने है। नेपालको पूर्वाधार क्षेत्रमा नि सबभन्दा ठुलो फड्क्यो मारेको ठाउँ चाहिँ, अलिक साउन्ड मजाले आएन होला है। नेपालको पूर्वाधारमा सबभन्दा ठुलो फड्को मारेको ठाउँ चाहिँ यो सुरुङ मार्ग ठ्याक्कमा आइपुग्यो कि। मलाई ओभर दामी लाग्यो क्या यो ठाउँमा आएपछि। अनि यति हेर्दाखेरि पनि कमसेकम केही नभए पनि हाम्रो देशमा यति मात्र विकास देख्दाखेरि पनि कति मन आनन्दित हुँदो रहेछ, गौरवित हुँदो रहेछ है। अनि मलाई यो अब यहाँ खासै गाडी रोक्न पनि दिँदो रहेछ। अनि एकैछिन गाडी रोकेर भिडियो बनाएको, हावाले गर्दाखेरि तपाईँहरूको बिचमा साउन्डै आएन होला यार है। ल हेर्नु त, ओहो प्रगति यति हेर्दाखेरि पनि हामीलाई कति गौरव के होइन भन्नु त। पछाडिपट्टि चाहिँ देखिएको त्यहाँ जान दिँदो रहेछ है। ल यस्तो रहेछ है, यति प्रगतिसम्म भएछ, स्थिति चाहिँ यस्तो रहेछ यहाँ। ल सुरुङ मार्ग यो मजा रहेछ हौ, मजा पनि। ओहो यति हेर्दाखेरि पनि विदेशको अनुभव भयो यार, आफ्नै देशमा पनि स्वर्गको अनुभव भयो। ल यतिमा पनि है यस्तै विकास चाहिँ हरेक कुना काप्चामा भइदिएको भए त आम्मामामामा अमेरिका हामीलाई किन चाहियो। हाम्रै देशमा बसेर यति सन्तुष्ट भएर बसिन्छ नि के भन्ने। मरे बेला पनि सास मजाले जान्छौ यतिको अवस्था देख्दाखेरि है। ल त कुदिनटार ठ्याक्क आइपुग्यो। अनि मनोकामना केवल कार जाने बाटोमा ठिक्क गेटमै। अब जाने इच्छा त धेरै थियो, मनोकामना मन्दिरमा दर्शन गर्ने होइन। इच्छा भएर पनि कति कुराहरू आफूले इच्छाको कुरो नपुग्न पनि सक्छ नि त, समयको अभावले गर्दाखेरि। अनि बाटो तर यहाँसम्म आइसकेपछि पनि मेरो विचारमा मनोकामना माताले आशीर्वाद दिनु नै हुनेछ भन्ने मलाई विश्वास पनि छ। किन विश्वास छ भन्दाखेरि दर्शन छुनु पनि होइन नि त, दर्शन महसुस गर्नु पनि हो नि त है। र तपाईँहरूले कहाँबाट हेरिराख्नु भएको छ, जहाँदेखि हेर्नु होला है, मनोकामना दर्शन गर्नु होला। ल यहाँसम्म गेटसम्म ल्याएर तपाईँलाई मैले भिडियोको दर्शन गराएँ। भिडियो गराउनु दर्शन भनेको चाहिँ मन्दिरमै गएर दर्शन गरे जत्तिकै होला मेरो विचारले होइन। तपाईँहरूको विचारले के छ कमेन्ट पाऊँ। ल यात्राको क्रममा है त रमणीय दृश्य छ तलसम्म है, कति मजा आएको छ। सारा गाडी पनि तलैसम्म जान्छ होइन।
देश विदेशबाट हेर्ने सम्पूर्ण मेरो साथीभाइ इष्टमित्र आफन्तहरूमा है जय मनोकामना माता की जय हो। फोटो चाहिँ बेलैमा खिचिहाल्नु माइला भन्थ्यो, तर साइला भन्थ्यो है फेरि फिल्ममा चाहिँ। म चाहिँ माइला भएकोले माइला भनेको होइन। बेलैमा फोटो खिचिराख्नु चाहिँ किन भन्दाखेरि समयमा एक टाइम पुगिसकेपछि मान्छेको उमेर छिप्पिन्छ नि त। उमेर छिपेर अब यो गाला चाउरीका पर्ला है, आँखा अलि कम देखिएला, त्यतिखेर चाहिँ यहाँ पुगेर यो ठाउँमा पुगेर चाहिँ एउटा भिडियो बनाएको भए त्यो ठाउँ कस्तो देखिएको होला, त्यो बेलामा कस्तो थिएँ होला म त्यो बेलामा भनेर एउटा कल्पना आउला। त्यही कारण त्यो कल्पना आउनुभन्दा अगाडि यदि बाइदेवे मलाई त्यो कल्पना आइहाल्यो भने टक्क म यही भिडियो निकालेर त्यो दिन हेर्नेछु भनेर मैले आज भिडियो बनाएँ। म कहाँ आइपुगेँ भन्दाखेरि म ट्याक्क आइपुगेँ मुङी बजार। आजको मिति है, मिति चाहिँ अब नभनौँ, किन नभनौँ भन्दाखेरि तपाईँहरू माझ फेरि ढिलो पुग्ला भिडियो, अनि यो त जमानाको भिडियो रहेछ भन्नु होला होइन। आज म यस्तो देखेको रहेछु, यस्तो बोल्दो रहेछु, मुङी बजारको स्थिति चाहिँ यो रहेछ होइन। ल बिहान पछाडिपट्टि होइन उतातिर पोखरा जाने बाटो है, यो भइगयो एउटा काठमाडौँ जाने बाटो यात्रा क्रममा होइन। अनि मेरो पर मेरो बसन्ती लाजो बसन्ती भनेको मेरो साधन है, यात्रा गर्ने मेरो साथी सहयात्री होइन। ल यस्तो छ दृश्य, भाषा प्रयोग यस्तै छ, बोलाइ यस्तै छ है, तरिका यस्तै हो होइन। यात्रा पनि यस्तै हो। अब रमाइलोको पल भनेको यसैलाई रमाइलोको पल मान्छु म होइन। पहिले चाहिँ अब रमाइलोको पल भनेपछि अलिकति यसो क्वार्टर साटर खोलखाल गरेर यसो झ्याप्प एउटा बजाइहाल्यो भन्ने हुन्थ्यो है। यस्तो पसल देख्यो कि आफ्नै पसल जस्तो लाग्छ होइन। पसल पनि यो पहिले हाम्रोतिरको कस्तो माल हुँदो रहेछ, यताको माल कस्तो हुँदो रहेछ। माल भन्नाले हाम्रो कपडा दोकान, अब हामी अब कपडा व्यवसाय होइन। यताको चल्तीमा कस्तो आउँछ, उताको चल्तीमा कस्तो आउँछ होइन। यस्तै छ जीवन रमाइलो। एउटा गाडीमाथि बसेर पनि ल बनाइदिइहालौँ नि त है। ल है त अगाडि बढ्दैछौँ हामी। बढ्दै जाँदाखेरि कहाँ पुगिन्छ त्यही अनुसारको कुरा गरौँ ल। अहिलेलाई चाहिँ टट्ट यस्तै ठाउँमा टक्क आउने है, पछाडिपट्टि त्रिशुली छेउमा झोलुङ्गे पुल है, टक्क यस्तो ठाउँमा आउने, ऱ्याफ्टिङ बोटमा सारा ऱ्याफ्टिङ गर्ने है। टेन्ट सबै बोक्ने, मजाले टेन्ट बोक्ने क्या, फिसिङ रड बोक्ने होइन, क्यामेरा बोक्ने, अनि चुलो सानो खालको चुलो क्या, मिनी चुलो आउँछ नि ब्लग बनाउने, मिनी चुलो टक्क मिनी चुलो, त्यसमा माछा मासु टक्क चुलोमा तारेर पोलेर भुटेर जे हुन्छ नि ट्याक्क त्यो बनाएर खाना चाहिँ म कप्लाक्क म खाने नि। फेरि भिडियो चाहिँ तपाईँलाई देखाउने होइन विचार छ। अब त्यो विचार चाहिँ म चाँडै मेरै भोइसमा मैले आफैले पकाएर म आफैले कुक गरेर है, म आफै मिनी ब्लग, जसलाई चाहिँ मैले अनुष्का स्टोर मेरो फर्मको नाम, मेरो पसलको नाम हो क्या, मलाई एकदम मन पनि पर्छ। त्यही कारण मैले मेरो ब्लगको नाम पनि अनुष्का स्टोर राखेको छु क्या। त्यसको एउटा रिजन के छ भन्दाखेरि अनुष्का स्टोर नाम राख्दाखेरि मेरो पसलको नाम ब्रान्डिङ पनि भयो, मलाई मनमा खुसी पनि आयो होइन। अनि त्यही कारण मैले त्यो पसलको नाम चाहिँ जुराको यो ब्लगमा होइन। अनि मैले अहिले भर्खर भनेको कुरा चाहिँ तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट पाऊँ है। म घुम्दै म यहाँसम्म आइपुगेँ है। अब अगाडि बढ्दैछु, अगाडि कहाँ बढ्छु अब त्यहाँभन्दा पछाडि कुन ठाउँमा पुग्छु अनि तपाईँहरूलाई जानकारी गराउँछु। छेउमा साइए गयो यार, काने करन्जेलसम्म है। तर नेपाल वास्तवमा घुमेर चित्त बुझ्दैन के, नेपाल घुमेर चित्त बुझ्दैन। राम चित्त बुझाउने ठाउँ भए पो चित्त बुझ्नु त कति ठाउँ छ, घुमेछ कम दामी छ ल। यस्तो दामी यो डाँडा काट्यो पछाडिपट्टि ल, यस्तो सही सोलिड छैन त। ओहो है त विकास कति भयो, भित्री विकास कति भयो त्यो त मलाई पनि थाहा भएन है। बाहिरी विकास चाहिँ अहिलेको दृश्य हालसालैको यो मिति र आजको मितिको दृश्य चाहिँ ल यो यताबाट यस्तो देखियो। यो चाहिँ हाम्रो पूर्व जाने बाटो भयो है। अनि यहाँदेखिको यता यो चाहिँ काठमाडौँ जाने बाटो भयो। अहिले चाहिँ म ठ्याक्क नारायणघाट अलिकति अगाडि भरतपुरको बिचमा छु है। विकास चाहिँ सुनिएको थियो, अब भित्री गाउँघर विकास चाहिँ अब कस्तो भएको छ त्यो चाहिँ हामीले देखिया छैन है।
अब कति के विकास भएको छ। बाहिरी विकास भनेको चाहिँ यही होला सायद मेरो विचारमा है, बोट बिरुवा है व्यवस्थित गरेको छ, हरियाली अलिअलि छ। प्रायः जसो के हामी खाने ठाउँ बाटोमा हिँड्दाखेरि नि खाने ठाउँ नि एकदम दामी ठुलो घर है, टन्न खानेकुराहरू राखेको होइन, हामी चाहिँ त्यस्तो फिल गरेर हिँड्छौँ नि त प्रायः हिँड्ने मान्छेहरू। तर म चाहिँ प्रायः बाटोमा हिँड्दाखेरि नि यस्तो टाइपको के हो है, माछाहरू कस्तो दामी तरिकाले माछा खाउँ लाग्दैछ नि होइन। सब टक्क बनाएको अन्डा रोटी, दिदीले मुसुक्क हाँसेर स्वागत गरिराख्नु भएको छ। अगेनाले पोलेको है, ल अगेनाले पोल्यो भने नि कमेरो माटो, रातो माटो, कमेरो त सेतो हुन्छ होइन, यो रातो माटो होइन, यो त रातो भयो। रातो माटोले टक्क लिपेको चाहिँ अर्ग्यानिक टी, चिया, खाना अर्ग्यानिक, सिजन अर्ग्यानिक खाने हो है त। मुखदेखि थुकायो भने मलाई केही पनि नभन्नु, थुक्दिनले बस्ने होइन, खाने भए यहाँ आउने, यो ठाउँमा आउने। बाटोमा हिँड्दाखेरि नानघाट जाँदाखेरि दाहिनेपट्टि लहर छ दुईवटा होटल, दामी छ। हाम्रो प्रेम गुरुजीलाई पनि मन परेछ। गुरुजी लाने हो कि 1.5 केजी माछा? ल उहाँले चाहिँ 4 सिल चाहिँ मिनिमम पनि 4 सिल 5 सिल चाहिँ लाने अरे है। चिया खाना त छिरियो है, यहाँ चिया खाना छिरियो दिदीकोमा। अघि मैले एकछिन अगाडि भनेको नि त, रातो माटो लिपेको अर्ग्यानिक चिया भनेर। तर एउटा नयाँ ट्विस्ट के भयो भने नि, मलाई जहिले के हुन त भन्न नहुने सामाजिक सञ्जालमा है तपाईँहरूमा जहिले कहिलेकाहीँ मेरो श्रीमतीले ओभर ल्याङ गर्छ कि, ल्याङ भनेको कहिलेकाहीँ तपाईँ गफ दिएर खानुहुन्छ यहाँ त्यहाँ यताउता भन्छ। अनि म कहिलेकाहीँ भन्छु कि गफ दिएर खाने होइन, म काम गरेर खाने मान्छे हो नि। फेरि हेर म यस्तो काम गर्छु, एक दिन कस्तो काम गर्छु भन्दाखेरि बाटामा दामी होटल गएर पनि भात खान्छु भनेर। त्यो दामी होटल चाहिँ मैले कस्तो गर्छु भनेर मानसिकता राख्थेँ भने नि यस्तै खालको। त्यहाँमाथि भने दिदीले दिदी हुन्छ साउनी दिदी पछाडिपट्टि, उहाँले मलाई सिकाइदिनु भयो क्या यो माछा यसरी बनाउनुपर्छ, यसरी पछाडि यहाँ चुलोमा। दिदी हजुरले के भन्नुभयो अरे, यहाँ चुलोमा कोइला भएपछि चाहिँ अनि अलिकति यो यसो सुकाउनुपर्छ भन्नुभयो होइन। तपाईँले मलाई चाहिँ सिकाइदिनु भयो नि त माछा यसरी गर्नुपर्छ भन्नु होइन, दिदीले मलाई सिकाइदिनु भयो। अब मलाई सिकाएकोले मलाई सूत्र पनि थाहा भयो माछा कसरी बनाउने भनेर। अब मेरो श्रीमतीले, मेरो बुढीले स्पेसली मलाई अब थर्काउनु सक्दैन, किनकि थर्कायो भने म यस्तै होटल गरेर देखाइदिन्छु मलाई चाहिँ यस्तै अर्ग्यानिक टाइपको है। मलाई त्यो कुराले चाहिँ एकदम आज खुसी लाग्यो, जुन कुरा चाहिँ मैले वर्षौँ अगाडि कहिलेकाहीँ डायलग दिने गर्थेँ है। आज यो दृश्य देखेर है त, मान्छे साँझ परेपछि भट्टीतिर, धेरै मान्छे होइन प्राय मान्छेहरू है, प्राय मान्छे पनि नभनौँ, कम पर्सेन्टको हिसाबले भट्टीतिर होइन रमाइला क्लब पबतिर खोजी हिँड्छन्। म चाहिँ बाटो हिँड्दै देश घुमाइ घुम्ने क्रममा भनौँ न है। अनि यसो हेऱ्यो एउटा झोलुङ्गे पुल, बबाल लामो झोलुङ्गे पुल होइन, परदेखि हेऱ्यो मजा लाग्यो पुल। अनि यस्तो झोलुङ्गे पुल देख्दाखेरि एउटा फोटो पनि खिचिन भने त पछि गएर त मलाई थुका हुन्छ। यस्तो लामो झोलुङ्गे पुल थियो, एउटा फोटो पनि खिचिएन छ यार भनेर। अनि मेरो पालो वहाँ पर डाँडामा हो पछाडि देख्नुभएको छ नि मेरो बसन्ती, त्यो बसन्तीलाई मैले त्यहाँ राखेर ट्याक्क आफू चाहिँ लाग्यो यो झोलुङ्गे पुलमा। खत्रक लामो पनि यति लामो छ नि, खै कसरी देखाउने। ल आँखा पुगेर पनि अझै उतासम्म अझै लामो छ पुल। अनि म चाहिँ अब के गर्ने, बनाउनै पर्यो भिडियो फोटो बेलैमा। ल है त, कसले भन्यो त्यो त थाहा भएन होइन, समयअनुसार त हो मान्छेलाई। एकजनाले के भनेको थियो भने नि, हेर भाइ जीवनमा रमाउनु छ भने रमाउनलाई जान क्या, रमाउन जानिस् भने जहाँ पनि रमाइलो छ, जुनै अवस्था पनि रमाइलो छ। झन् मैले यति लामो झुलुङ्गे पुल भेटाएको ल, ओहो अनि मलाई रमाइलो लाग्दैन होला त। अनि कसले भनेको थियो नि त्यो शब्द, उहाँलाई चाहिँ मुरी धन्यवाद। नाम चाहिँ बिर्सेँ मैले, को एबिसिटी रमेश प्रसाद, सुरेश प्रसाद, दिनेश प्रसादको थियो होइन। तर जे भनेछन् सही कुरा गरेछन् है। समय हुँदै घुमौँ, रमाइलो गरौँ। यति लामो झोलुङ्गे पुलमा आहा
रमाइलो गर्दै 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 है मन आनन्दित भएको छ। हावा सरर चल्या छ है। तल खोला कलकलाउँदो पानी। भुइँसी अर्ना हो कि भुइँसी हौ? भुइँसी नै हो नि। कहाँ अर्ना र भुइँसी? कालो चस्मा लगाएछ म त अर्ना देखेको छु यार। भुइँसी है त। पुल चाहिँ मजाले हेर्नु है तपाईँहरूले पनि। पछाडिपट्टि पुल थोरै लामो छैन यार यो पुल यार। कुन पुल भन्छ भाइ यो? मनारा पुल। फेरि हाम्रो मेरो यात्राको साथी हो प्रेम प्रसाद निरौलाजी, मेरो प्रेमजी। उहाँ पनि एउटा सानो ब्लगरै हो। अहिलेसम्म चाहिँ सानो, तर उहाँ बढ्नु हुँदैछ। बनाउँदैछ, बढ्दैछ। अब हुनेवाला ठुलो ब्लगरै हो। म ऊभन्दा चाहिँ अलिक ठुलो ब्लगर भएँ क्या हो नि आफैलाई है।